हेलो नमस्ते। आज हामी यता मिच्छिर्लुङ गाउँतिर आएको छौँ। होमस्टे आज होइन, हिजो आएको थियौँ हामी। हिजो बेलुका हामी यहाँ आइपुगेका हौँ र यहीँ उहाँहरूको होमस्टे यही नै एउटा चाहिने पाहुनालाई खाना खिलाउने घरहरू यही भयो भने टावर यो भयो। त्यसपछि हामी चाहिँ नि सुत्नको लागि तल स्टेतिर गएका थियौँ। सबैजना, कोही 2 जना कोही 3 जना गरेर र अहिले हामी यता माथि टावरतिर पनि जाँदैछौँ। मस्ति जाउँ, टावर त हेरौँ। टावरतिर लाग्दैछु म मस्ति। यहाँबाट कहाँ कहाँ देखिँदैछ यसो हेरौँ। अग्लै रहेछ हौ, टावर त अग्लै रहेछ हौ। ल फाइनली माथि टावरको चाहिँ टपमा आइयो। यहाँबाट हेर्दा म तपाईँलाई पछाडिको यो दृश्य देखाउँछु। यो दृश्य हो भिमाद बजारको। सबै यहाँबाट देखिएको चाहिँ भिमाद बजार हो। पारितिर गयो भने दुलेगौँडा हो। हामी चाहिँ नि यसरी यहीँबाट आएको, तलको बाटोबाट यसरी उक्लिएर आएको हो। बजार छिरेपछि तल एउटा पुल छ, बनाउँदै गरेको पुल। त्यहाँबाट माथि उकालो लाएर यहाँ धेरै छैन। भिमाद बजारबाट त्यस्तै 4-4.5 किलोमिटर जति रहेछ। र यहाँबाट हेर्नु पुरै चारैतर्फ देखिन्छ। यस्तरी यो यति बिचको डाँडामा रहेछ कि यहाँबाट सबै ठाउँ चाहिँ देखिन्छ है। तर आज कुहिरो लाग्छ, बिहान पानी परेको थियो, त्यसले गर्दाखेरिमा आज अलिअलि कुहिरो लाग्छ। अहिले अलिक फारेको हो, त बिहान त टम्मै थियो। एनसेलको टावर पनि रहेको छ। ल घुमेर फेरि यता आइयो होइन त। ल गाइस, यही हो यहाँको विशेषता भनेको। र अहिले एकछिनमा हामी नास्ता पानी पनि गर्दैछौँ।